हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अब चाहिँ म निस्किँदैछु। अब हामी जाँदैछौँ पोखरा। अब यो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला है त ल। सो हेलो गाइज, आज चाहिँ हामी यसो पोखरातिर घुम्न जाँदैछौँ। म र रुबिन सर हुनुहुन्छ, हाई गर्दैन। हेलो छौँ अब हामी तपाईँहरूलाई बिचमा भेट्नेछौँ। पोखराको यात्रा कस्तो हुन्छ सबै देखाउने छौँ। फाइनली हामी चाहिँ मुगलिन आइसकेको छौँ खाजा खानालाई। चट्ट लगाएर गाडी चाहिँ यही हो हामी आएको होइन, पोखरा आइसी काठमाडौँ। यहाँ चाहिँ भाइ छ अनि ल गाडीमा ज्यान दुखेर एकदमै गाह्रो भयो। यहाँसम्म चाहिँ आइपुग्यो। अब पोखरा पुग्दा कस्तो हुन्छ त्यो तपाईँहरूलाई म देखाउने नै छु। ल यतातिरको भ्यू चाहिँ यस्तो छ है। ल हेर्नु होला अनि सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। सबैजनाले माया देखाइदिनु होला। ल केटा है, माया देखाउनु पऱ्यो। ल चट्टा लगाएर ल केटा मोमो पनि आइसकेको छ। यहाँ खाजा रेडी भएर आइसकेको छ। खाजा खाँदैछ। बाहिर हुन्छ देख्नु सक्नुहुन्छ यस्तो छ। ल टक्क लगाएर होइन त्यसपछि जान्छौँ। फाइनली पोखरा आइसकेको छौँ हामी। पोखराको भ्यू चाहिँ अहिले यस्तो छ होइन। ट्याक्क लगाएर देख्नु सक्नुहुन्छ तपाईँहरूले। पुरै माथि छाता अनि यता लाइटमा हुन्छ यस्तो छ। ल भ्लग भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त। ल फाइनली म चाहिँ लेक साइड आइसकेको छु पोखराको। देख्न सक्नुहुन्छ यो रातिको टाइममा भयो, एकदम राम्रो देखिरहेको छ। कस्तो लाग्छ ल है केटा हो, भिडियोमा कमेन्ट गर्नु पऱ्यो है कस्तो लाग्छ। यहाँ लेक साइडमा छौँ हामी चाहिँ। ल यहाँ सुदीप चाहिँ चिया खाँदैछु चट्ट लगाएर होइन। अनि ल भिडियो हेर्नु होला, इन्जोय गर्नु होला होइन। ल यसो ट्याक्क लगाएर सपोर्ट गर्नु होला है त। सो गाइज रुबिन चाहिँ चिया खाइरहेको छ होइन। भ्युज देख्न सक्नुहुन्छ। अब यता चाहिँ यस्तो छ। पारिपट्टि चाहिँ खत्रै रहेछ, रमाइलो होइन। त्यता चाहिँ ऱ्याप ब्याटल भइरहेको होइन, बिट बक्सिङ रमाइलो छ जोस्। ल केटा हो, यो चाहिँ लेक साइडको नाइट भ्यू है, कस्तो लाग्छ भनिदिनु होला। यस्तो छ हामी छ होइन। तपाईँहरू पनि आउनु होला, इन्जोय गर्नु होला होइन। हामी चाहिँ दुईजना मात्रै आएको। अनि यतापट्टि छ सुदीप चट्ट लगाएर होइन। यतापट्टि लेक साइड भइहाल्यो गाडी। ल यस्तो छ है नाइट भ्यू। अहिले चाहिँ हामी होटेलमा छौँ होइन। यस्तो छ माहौल। बाहिर गीत गाइरहन्। रुबिन सर यहाँ यता हुनुहुन्छ, आइ भन्दैन के कस्तो महसुस भइरहेको तँलाई त्यस्तो जाममा परेर यताउति त्यस्तो गाह्रो गरेर आयौँ। जोस् अहिले कस्तो रिलिफ भइरहेको आएको सबै ऊ भयो त। ठिक छ यता हेर भन्न एकदम रमाइलो भएको छ होइन। त्यही नै हो। भिडियो युट्युबमा आउँछ, हेर्नु होला, इन्जोय गर्नु होला अनि सपोर्ट पनि गर्नु पऱ्यो है सबैजनाले। ल केटा हो, खाना चाहिँ यहाँ आइसकेको छ टक्क लगाएर होइन। देख्न सक्नुहुन्छ खानामा यहाँ एकदमै राम्रो छ। यो लेक साइडनिरको होटेल हो। होटेलको नाम चाहिँ थाहा छैन, तर खाना चाहिँ एकदम मिठो एकदम राम्रो छ होइन। टक्क लगाएर ल अब हामी खाना खान्छौँ। फाइनली हामी रुममा आइसकेको छौँ होइन। रुम चाहिँ यस्तो छ है, देख्न सक्नुहुन्छ। यो सुदीप यहाँ सुतिसकेको छ। हाम्रो रुम चाहिँ यस्तो छ है, तर बाँकी अब नेक्स्ट भिडियोमा है त। ल